हे गाइज वेलकम ब्याक टु माई च्यानल। बाबुले चाहिँ के भनेको रे तिमीले? उल्टा पत्ता चाहिँ ठुलो मान्छेको घरमा नआइरहेछ के भन्नु। ए मेरो घरमा चाहिँ एउटा बच्चा बाथटबमा नुहाइरहेछ भन्नु रे है। अनि ए ठुलो मान्छे चाहिँ बाथटबमा नुहाइरहेछ रे। ननिकाल। अनि अहिले चाहिँ म नुहाइ धुवाइ गरेर पनि आइसकेँ। हेर्नु न घाम के बाबा चाहिँ मैले कपाल केराटिन गर्ने सोचिरहेको छु। हेरौँ खानासाना बनाउँछु, त्यसपछि बल्ल खानासाना खाएर पार्लर जान्छु होला। हेर्नु है त के बाबा अब नुहाउने है। बाबुलाई चाहिँ बाथटबमै खुवाइदिनु पर्छ। हेर्नु यहाँ गरिरहेको के गरेको बाबु? तुलसी रोपेको हो? तुलसी रोपेको? के हो के गर्छेको? हामीले के गरेको यहाँ भगवानलाई चाहिँ मान गरेको, भगवान सुताउने खुवाउने गरेको होइन। नाति बुढी आमाले यहाँ तुलसी रोप्नलाई के गरेका छन् है, के गरे। ल अब सम्झ्नु ल। नाति अहिले चाहिँ म साबुदाना बनाउँदैछु। साबुदाना यी ठुलो भयो हेर त, घिउमा भुटेको। पख न दुध हाल्ने अनि अब चाहिँ अब चाहिँ म पार्लर जान लाग्यो कपाल चाहिँ केराटिन गर्नलाई। अनि थ्रेडिङ पनि गर्नु हो, थ्रेडिङ पनि गर्छु। खानासाना पकाइसकेँ, खाना चाहिँ मन छैन अहिले। आज एकादशी भएर खाना चाहिँ पकाएको होइन, पुरी साबुदाना आलुको तरकारी बनाएको। अनि अब चाहिँ म पार्लर जान्छु। पार्लर जानु लाग्यो है। बाबु पनि सुरुमै निस्किसक्यो, म पनि जान्छु भन्दै। बाबु नदौड्यो है, नदौड्यो। यही नजिकै हो क्या पार्लर चाहिँ, खुल्लिसक्यो। बाई पछि मान्छे पार्लर आइसक्यो। ए तिमी चाहिँ के गर्न आएको यहाँ? बस्न पहिला थ्रेडिङ पनि गर्नु आइ। किन आइ भनेको? स्याम्पू लाएर नुहाएर आइ रे आइ। किन आयो भनेको? अब आयो त्यहाँ पानी चलाउने होइन है, पानी चलाउने होइन। के हो रे बाबु आज? माम खायो भनेर सोध्नु भयो बाबुले। एकादशी हो एकादशी है बाबु? होइन के मामुले गर्ने होइन यो, त्यो राख न, यो कपाल कोर्ने हो के। चकचके मम्मीको माया लाग्दैन रहेछ भनेपछि उसलाई यो गर्ने पनि थाहा छ फेरि।
तिनजना आती गर्ने रागर एउटा अब उसको बदमास पनि देखाउनु थाल्यो छी दामन गयो बाबु बोल्यो नि बन्द गर ल अब जाऊँ हेर त मामुले के गरेको यो क्रिम लायो अब घर जाने हो ल हिँड घर जाऊँ ल म गएँ खाएर कुला कुला गर्नुपर्छ अरे आफै के लाग्यो यसको पानी खानुहुन्न पानी आऊ आऊ म चाहिँ अब फेरि पार्लर जान लागेको बेला भयो जाने सक्यो फाइनली म चाहिँ घर आइसकेँ केरा ट्रिटमेन्ट सकिसक्यो थ्रेडिङ पनि गरेँ अनि मेरो चाहिँ लास्टै टाउको थियो अब चाहिँ एकछिन पल्टिन्छु अनि हजुरहरूलाई मन पर्यो भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला आजको लागि यति नै बाई